आज हामी सिकौँ एउटा नयाँ बिल्कुलै नयाँ हाम्रो सम्पूर्ण जीवनमा सबैको जीवनमा अति आवश्यक कुरा यो हामीले जान्नै पर्ने कुरा हामी आज सिकौँ है। के कुरा हो भन्दाखेरि आज हामी के सिक्दैछौँ भन्दाखेरि हामीले जति पनि इम्पोर्टेन्ट फाइलहरू फोल्डरहरू राखिरहेका हुन्छौँ मोबाइलहरूमा या मेमोरी कार्डमा सेभ गरेर ती फाइलहरू ती फोल्डरहरू हामीले कतै डिलिट भएमा हटेमा कसरी त्यसलाई फेरि हामीले ल्याउन सकिन्छ भन्ने कुरा आज हामी यही बारेमा सिक्न जाँदैछौँ सिक्दैछौँ हो। हामी यहाँनिर जति पनि देखिरहेका छौँ यहाँनिर यी फाइल फोल्डरहरू हामी एकचोटि फेरि हाम्रो मेमोरी कार्डमा हामी इन्स्टल गर्छौँ। अब हामी इन्स्टल गरिसकेका फाइलहरूलाई हामीले फेरि एकचोटि चेक गर्छौँ। चेक गरेपछि के हुन्छ रिजल्ट हेर्छौँ है हामी हो। यही अन्तर्गतमा हामी गीतहरू अहिले हाल्दैछौँ भिडियोहरू पनि हाल्दैछौँ। हामीले यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले पनि यही भिडियोहरू पनि गइरहेको हामीले देखिरहेका छौँ हो। यहाँनिर अहिले जति पनि भिडियोहरू छ यी भिडियोहरू हामीले देखिरहेका छौँ गइरहेको पनि छ। अब यसै गरेर हामी फोटोहरू पनि हालौँ जुन मेमोरी कार्डमा चाहिँ हाम्रो फोटोहरू पनि बसोस् 2-3वटा। ओके यो मैले यो फोटो पनि लगाएर हालेँ होइन, अरू विभिन्न फोटो छ ती फोटोहरू पनि हामीले सेयर गर्दै गरौँ राख्दै गरौँ। यही क्रममा अब हामी हेर्दै जाँदैछौँ खोज्दैछौँ फोटो भिडियोहरूलाई सेयर गर्नको लागि राख्नको लागि हो। यहाँनिर भएका भिडियोहरू छन् ती भिडियोहरूलाई हामीले डाइरेक्ट सारिरहेका छौँ एक ठाउँबाट अर्को ठाउँमा। ओके हो यसरी अब हामीले यी फोटोहरूलाई सारिसकेपछि हामीसँग एउटा फाइल बनेको छ। यति हाम्रो गीतहरू भएको छ हो। विभिन्न किसिमका गीतहरू भिडियोहरू फोटोहरू जति पनि राख्न सक्नुहुन्छ हजुरहरूले। धेरैभन्दा धेरै चुज गरेर भनौँ न आफ्नोमा भएको हुन्छ धेरै भिडियोहरू भइरहेको हुन्छ। त्यो फोटोहरू पनि हुनसक्छ तपाईँहरूकोमा नि। अब फोटो त झन् इम्पोर्टेन्ट छ हुनसक्छ होइन हुन्छ नि अवश्य पनि हो। यहाँदेखिका हामीले यो भोइस रेकर्डिङहरूदेखि लिएर सम्पूर्ण यो भिजुअलहरूलाई चाहिँ हामीले के गर्यौँ भने एकचोटि अब मेमोरी कार्डमा हामीले राख्ने कोसिस गऱ्यौँ। ओके हामी मेमोरीमा जाँदैछ गीतहरू अब भिडियोहरूदेखि लिएर सम्पूर्ण हामीले राखिरहेका छौँ हो। यस्तै हाम्रो गइरहेको छ। ओके अब हाम्रो मेन यति गइरहेको फाइलमा अब हामी फेरि एकचोटि माइ कम्प्युटर खोलेर हेरौँ। यहाँ देखिरहनु भएको छ हजुरहरूले। ओके ठिक छ। अब यो मेमोरी कार्ड हाम्रो एकचोटि निकालौँ। ओके मेमोरी कार्ड निक्लेको छ। अब फेरि मेमोरी कार्ड राख्छु म र अब हाम्रो यो साइज पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। यहाँनिर देखाउन नि प्रपर्टिजमा गएर देखाउँछ होइन साइज कति भइरहेको छ। अब हाम्रो यहाँनिर दिइरहेको छ 2.19 MB। अब हामीले यहाँनिर फाइलहरू हामीसँग भएको अहिले स्क्यान नगरौँ या फाइल हाम्रो यसलाई चाहिँ के गर्यो भने डाइरेक्टली हाम्रो यो फर्मेट हालिदिउँ है। कुनै बेला हाम्रो डिलिट हुनसक्छ नि त फर्मेट हुनसक्छ त्यो बेला के गर्ने भन्ने कुरा हो। फर्मेट भयो अहिले हाम्रो के भयो खाली भयो। अब यो अवस्थामा कसरी हामीले ल्याउन सक्छौँ त नि कसरी हो यही कुरा सिक्दैछौँ आज हामी। फेरि एकछिन मैले मेमोरी कार्ड निकालेँ है। फेरि मैले राखेँ मेमोरी कार्ड। ओके अब हामीले यहाँनिर देखिरहेका छौँ हो। अब हामी फेरि यसलाई इन्टु गर्दैछौँ। अब रिकभरी अब हामी युज गर्नलाई गइरहेका छौँ है। रिकभर गर्न खोजिरहेका छौँ। ओके रनिङमा प्रोसेसमा छ हो। अब मात्र अब हामीले यसबाट के गर्यौँ भने युज गरौँ है। अब जाउँ हाम्रो एक्सटर्नल डिभाइस मेमोरी कार्डमा गएर क्लिक गरौँ डबल क्लिक गरौँ। अब प्रोसेसिङ सुरु भइरहेको छ। यहाँ देखिरहेका छौँ हामीले विभिन्न प्रोसेसहरू यहाँनिर अब अघि बढ्दै जान्छ। हाम्रो फाइलहरू जति पनि छ ती फाइलहरूलाई
रिकभरी मोडमा चाहिँ उनीहरूले ल्याउनको लागि चाहिँ प्रयास गरिरहेका छौँ, उनीहरूले लागिरहेका छ। हो, हामीले देख्न सक्छौँ विभिन्न किसिमका हामी योभन्दा अगाडि एकचोटि फर्मेट भएको ती डाटाहरू पनि हामीले सजिलोसँग ल्याउन सक्छौँ। फोन मेमोरीको है, फोन मेमोरीको डिलिट हुन सक्ने सम्भावना हुन्छ, डिलिट भएको हुन्छ, त्यही फोन मेमोरीको पनि हामीले सजिलोसँग रिकभर गर्न सक्छौँ। अहिले हामीले गरिरहेका छौँ मेमोरी कार्डको। हो, हामी यही मेमोरी कार्डको गरिरहेका छौँ। मेमोरी कार्डमा हामी केन्द्रित भइरहेका छौँ, हामीले सिकिरहेका छौँ यी कुराहरू कसरी हुन्छ भन्ने कुरो हामीले मैले खोजिरहेको छु हजुरहरूलाई। हो, यो एकदम इम्पोर्टेन्ट छ हाम्रो व्यक्तिगत जीवनमा, र व्यक्तिगत जीवन मात्रै नभइकन है विभिन्न कामहरू हामी गरिरहेका हुन्छौँ। अचानक हामीले भिडियो खिच्दा के हुन्छ, ती भिडियोहरूमा चाहिँ के हुन्छ, त्यो डिलिट हुनसक्छ। अनि ती बेला के गर्ने, कसैको कार्यक्रम खिचिरहेको छ, त्यो कार्यक्रममा ठुलो हाम्रो भिडियो क्लिपहरू जम्मै डिलिट भयो भने त्यो अवस्थामा पनि रिकभरी गर्न सक्छौँ, हामीले रिकभर गर्न सक्छौँ। ओके, यही प्रोसेसमा रहेको छ, रिकभर हुँदैछ, यो प्रोसेस हाम्रो चलिरहेको छ। यसलाई हामी चल्न दिनुपर्छ। एकछिन हामी चुप लागेर हेरिरहौँ। ठिक छ, प्रोसेस भइरहेको छ, विभिन्न अब कामहरू गरिरहेको छ, हामीले हेर्ने मात्रै हो। एकछिन अब हजुरहरूले चाहिँ हाम्रो युट्युब च्यानल विश्वदीप सब्सक्राइब नगर्नुभएको भए प्लिज सब्सक्राइब गरिदिनु हुन चाहिँ हार्दिक अनुरोध गर्दछु है। हो, हाम्रो प्रोसेस समाप्त भइसकेको छ। अब हामी हेर्न सक्छौँ। मात्र अब के गर्ने भन्दाखेरि यो राइट क्लिक गर्ने, यहाँ टिक लगाइदिउँ, यहाँनिर क्लिक गरेपछि सब मार्क भएको छ। अब यसमा हामीले यहाँ रिकभर देखेका छौँ। हो, यो रिकभरमा चाहिँ हामी गएर क्लिक गरिदिउँ। या अब चुज गर्न यहाँनिर ठाउँ दिइरहेको छ है, लोकेसन चुज गर भने चाहिँ कहाँ राख्न चाहन्छ त्यहाँनिर राख्न सकिन्छ भनेर यहाँनिर दिइरहेको छ। अब हामीले डाइरेक्ट यहाँ राख्न पनि सक्छौँ र डाइरेक्ट हामीले मेमोरीलाई सिलेक्ट गर्न पनि सक्छौँ है, मेमोरी सिलेक्ट गर्न पनि सक्छौँ। या मेमोरी चुज गरेँ मैले। ओके, देन रिकभरिङ प्रोसेस भइरहेको छ, फाइल गइरहेको छ, एससीसी अब .mp4 या भिजुअलहरू है गइरहेको छ। अब फाइलहरूमा पनि विभिन्न फोटोदेखि लिएर भिडियोहरू सब यो के भएको छ भने डाटाहरू रिकभर भइरहेको छ। हाम्रो जति पनि डाटा हाम्रो डिलिट भएको थियो, फर्मेट भएको थियो, त्यो फर्मेट भएको डाटाहरूलाई चाहिँ रिकभर गरिरहेको छ। यहाँनिर हामी देख्न सक्छौँ, भर्खरै पनि यहाँनिर हामी हेरिरहेका छौँ। यहाँ रिकभरिङ जुन प्रोसेस भइरहेको छ, यसमा हाम्रो केही समय लाग्न सक्छ, तर पनि हजुरहरूको इम्पोर्टेन्ट डकुमेन्ट, फाइल, फोल्डर, फोटो, भिडियो, गीतहरू सम्पूर्ण एकचोटि फर्मेट भए तापनि फेरि हजुरहरूले पुनः त्यही फाइलहरू पाउन सक्नुहुन्छ। यसमा एउटा हाम्रो नोक्सानी चाहिँ के छ भन्दाखेरि कुनै फाइलहरू एक्सेप्ट गर्न पनि सक्दैन है, सम्पूर्ण फाइलहरू आउँछ भन्ने कुरा हुँदैन, तर 95% फाइलहरू चाहिँ रिकभर हुन्छ। गीत, भिडियो, फोटोहरू सम्पूर्ण आउँछ, तर पनि कुनै फाइलहरू रिकभर गर्नलाई यहाँनिर प्रोसेस भए तापनि रिकभर भन्ने भएको हुँदैन। तर धेरैभन्दा धेरै फाइलहरू 95% आएको हुन्छ, रिसिभ भएको हुन्छ, देखाएको हुन्छ। रिकभरिङको लागि एकछिन समय लागिरहेको छ, अब वेट गर्नुहोस्। हेलो फ्रेन्ड्स, नमस्ते, म विश्वदीप डलाकटी। मेरो युट्युब च्यानल विश्वदीप सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हजुरहरूले हेर्दै हुनुहुन्छ विश्वदीप च्यानल। हो, यहाँनिर पनि हामीले देख्न सक्छौँ रिकभरी भइरहेको छ र हाम्रोमा यहाँनिर फाइलहरू पनि थपिरहेको छ। यहाँ धेरै देखायो हजुरहरूलाई, यो यहाँ लाग्न सक्छ कि धेरै देखायो। किन धेरै देखायो? हो, किनकि योभन्दा अगाडि फर्मेट गर्नुभन्दा अगाडि भएको डाटाहरू पनि यसले रिकभर गरेर ल्याइदिएको छ। हामी जति पनि डाटाहरू छन् ती डाटाहरूलाई रिकभर गरेको छ। यहाँ हाम्रो फिनिस्ड हुने बेला भइसकेको छ र केही समय कुरो पनि ओके फिनिस्ड पनि देखाएको छ। अब रिजल्ट हामीले यहाँनिर पनि हेर्न सक्छौँ, विभिन्न किसिमका रिजल्टहरूदेखि लिएर यहाँ फोल्डर बनेर बसेको छ। अहिले हामीले राखेको जुन भिडियोहरू पनि हजुरहरूलाई फेरि एकचोटि
गरेर देखाइरहेको छु मैले है। हो यसरी हो भिडियोहरू पनि यहाँनिर रहेको छ, मैले यहाँनिर कुनै देखिरहेका छौँ। हो हजुरहरूले अहिलेसम्म हाम्रो युट्युब च्यानल सब्सक्राइब नगर्नुभएको भए प्लिज सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। फाइलहरू पनि हेर्न सक्छौँ। हो यहाँनिर MP3 को पनि अब फर्मेटहरू पनि आइसकेको छ। MP3 मा जुन अब हामीले गीतहरू राखेका थियौँ है, ती गीतहरू पनि यहाँनिर अब जस्ट नाम त दिएको छैन, यहाँनिर नाम त आएको छैन होइन, तर पनि यहाँनिर साइजहरू त्यो सब देखाएको छ। अब यहाँबाट यसरी MP4 देखि फाइलहरू हामीले सिधै रिकभर गर्न सक्छौँ। हो कुनै प्ले भएको छैन, क्यानन प्ले यहाँ देखिरहेको छ, तर हाम्रो धेरै फङ्सनहरू पहिलाको देखि लिएर सम्पूर्ण आएको छ यहाँनिर देख्न सक्नुहुन्छ है हजुरहरूले। हो यसरी रिकभर गर्न सक्छौँ है। हजुरलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्नुहोस्, कुनै सल्लाह सुझाव दिन चाहनुहुन्छ भने र यो भिडियो मन परेको छ अरू भिडियोहरू पनि हेर्न चाहनुहुन्छ भने हजुरहरूले सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। थ्याङ्क यू। हजुरहरूलाई यो भिडियो कस्तो लागेको छ, मन पर्यो भने लाइक सेयर गर्नुहोस्, कुनै सल्लाह सुझाव दिन चाहनुहुन्छ भने कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।